हामी कहाँ जानु लाग्यो आज? चस्मा हाल्नु बिर्सेछ। बाटो मात्र हेरे गाडी आएको त हेरे एउटा दुईटा बाटो छ गाडी जान्छ हेर्नु छिन्न नि आखिर देखेदा भन्ने ए देखेदा यहाँबाट जाँदो रहेछ त यहाँबाट छिटो पुगिन्छ यहाँबाट मनाइबाट मनाइबाट आउँदो रहेछ यहाँ तल गाउँ जाने यो तल गाउँ तात मोमो हजुरलाई ह्यापी बर्थडे टु यु थ्याङ्क यू थ्याङ्क यू पानी यो कस्तो यति यहाँ बोतल छ त म त एउटा बोतल राख्छु त्यो त नखोल्नु नि के कसरी काट्ने नि अहिले स्विट 16 को क्यान्डल भनेको थिएँ मैले अघि हजुरलाई
तल नराख म त चस्मा टोपी चाहिँ खोल्नु भएर कान्छ टोपी खानलाई डर होला नि डराउँदैन न उहाँले अति भने अहिले त म्याच गर्दैन त म मान्दैन त्यसो गरौँ न यो पुरै निक्लिन्छ नि त्यो नगर्ने कि काट्दाखेरि यो तल काट्ने हो कि बिदाले खान्छ नि त माथिको माथि होइन काट्दाखेरि चाहिँ यहाँ अहिले सजिलो म काट्छु भन्छु यहाँ प्लेटमा राखिराख्नु न Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. Yes. ल के काट्नु बिदान ल अनि नि त सबै पोखाएर खुवाइदियो बाबुलाई ह्याप्पी बर्थडे बुढो ल Happy birthday to you. ल पुनः खुवाइदिनु नि ह्याप्पी बर्थडे अङ्कल लाउँछ खै बिदान ए गर पक्ष म खुवाउँछु पहिले हजुरलाई सानो दिन्छ त Happy birthday to you. म्युजिक लाउनु पर्ने कान्छाको एउटा अदले बिर्सियो त के पुनौलाई खुवाइदिनु भयो अब खाँदा खाने हैन यता आउनु कान्छ अब मलाई खुवाइदिनु भयो बाबा खुवाउनु भएन है खुवाउनु चना खाइदा नि केही छ जस्तै मैले हालेको छु पक्क मोमो एकछिन त्यसै मैले हालेको मन ए गाडीबाट टिस्यु ल्याउनु पर्ने जान्छ हजुरको है त्यो सानो टिस्यु त्यो छ टिस्यु रोल के छ त्यो उस के बक्सा त्यो टिस्यु पेपर भयो खोलामै चिल्ला यहीँ कता छ कि पुरै यहाँ बजार खोइ छेउमा यति उको हो के अरे गाडी पहान एकैछिन धेरै नसोच त तिमी धेरै सोच किन गाडीमा छ पल्ट कान्छ चना राख्नु भयो हात्ते हुन्छ नि बाबुलाई त्यो नहालिदिनु त्यति भन्दा अँ भयो कान्छ राम्रो खाए बिहान पिरो खानु हुँदैन नि त उहाँ बुझेको छैन हजुरलाई के ल उहाँ बसेर छैन राम्रो छैन ल ल हस् हस् लिस लिस ढकन लगाइदिनु नि पहिला त बर्थडे बोयले लिनु पऱ्यो नि त ल ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे थ्याङ्क यू सबैजनालाई खबिदान सानो पिकनिक भयो नि रमाइलो भयो नि त आज मेरो टाटा तिम्रो त्यहाँ दिनु न म्युजियम रे तल म्युजियममा जान्छ टर्टेहरू यहाँ टर्टरेसहरू रहेछ नि त है वाह है यो राख्नु उहाँ नेपालमा जस्तो हँसियाहरू त्यो कर्नेहरू बेल्चा त्यो हेर्नु न सबै चिनो लट्ठी सट्ठी सब है सिलो छिलो हेर्नु न सबै ओदान दालचिन हेर्नु यो के अरे चाहिँ के बनाउने हो होइन पहिला यस्तो उद्योहरू हेर्नु जोत्नेहरू जोत्ने सब छ साइकलहरू भयो र मा बोक्ने भइहाल्यो हलो हेर्नु नि फलामे हलो जस्तो नेपालको ठ्याक्कै ठ्याक्कै फर्काउने यता जोत्नु
दाबा यहाँ माथि र माथि खोला मेला जस्तो अनि बसेको छ बसेर पानी आएको नि माथिमा यो लोड छ बाबा पानी खाने माथिमा यो लोड छ ठ्याक्कै नेपाल जस्तै क्लियर मजा आउँछ बस्न पाउँछ बाबा ठ्याक्कै नेपाल जस्तै चाहिँ दलिन्छ पाउँछ बाबा पाउँछ पाइन्छ राइटर यो काखा पैसा बुझ्ने काखाहरू अनि यो म्युजिकहरू एफएम कसरी रेडियो क्यामेरा पुरानो पुरानो रहेछ टाइपराइटर मेसिन फिल्म पनि रहेछ त प्रोजेक्टर आइरन कल छ होला आइरन जमाना मैले देखाएको छु यो चाहिँ हाम्रो पनि चलाउँथ्यो नि कोइला कोइला हालेर चलाएको चाहिँ देखाएको छु मैले त्यो चाहिँ तराजु यो पनि देखाएको छु हाम्रोमा चाहिँ यस्तो अर्कै टाइपको आउँथ्यो ढक हजुरले याद गर्छ हाम्रो फ्ल्याट यही हो तर चारपट्टिमा त्यो टाइपिङ चुलो हेर नि चुलो आगोबाट पानी चुलो होला है त्यही त दाउरा हाल्ने अनि कोइला तराजु यो नि देखायो ठ्याक्कै मिलाउने तराजु त्यो घोडाको भयो पुरानो त यो पनि यस्तै टाइगर गर्नु त त्यही भएर यहाँ जेड ल्याएर नि के ल्याएर नोट टिकट यो कहाँ रहेछ नोट टिकट ल्याएको थिएँ कहाँ होला एक 440-400 यो कहाँ है बोल्ने यो पनि त यो यो चुल्टको निकाल्ने पनि रहेछ हेर्छ नि उजामा काठकै है पैसा राखेर यो त रेडियो होइन फोन यो होला फोन फोन प्लस चाहिँ हजुरको त्यो ऊ एफएम रेडियो बोल्ने होला एउटा फ्रिक्वेन्सी पनि रहेछ एफएम हो यो साँचो त देख्छ नि हजुरले जुत्ता बनाउनु थाल्छ यो पनि देखायो यो तलको पनि देखायो ठ्याक्कै नेपाल छ कि सेम। त्यो नेपालमा त्यो झिलिङ्गा बनाउने छाँचो के भन्छन् नि यो त यो त मासु पेल्ने होइन त्यस्तो मासु पेल्ने थियो यो त टाइपिङ रहेछ फोन कल घडी पनि कति पुरानो दुधहरू लाने ठ्याक्कै नेपाल जस्तो लागेको छ यो हाल्ने दबाई छिर्किने त्यो पम्प पछाडि झुल्ने पम्प हान्ने दबाई छिर्किने खेतमा सेम नेपालको यो हलो यो अर्को खालको हलो कि त्यही हलो हो त्यो पनि हलो भयो यो गाडा होला त्यो बोतल ल्याउनु न निलो बोतलमा कहाँ थाहा छ क्या बस्ने ठाउँ छ भनेर म यहाँ सजिलो लागेर चिया बेच्ने मान्छे जहिले नि बारमा हुने हो होइन त हजुर खाने मान्छे मात्र बस्ने हो नि त नि सेलाउँछ धेरै माथि राख्दा खाऊ के खाऊ लास्ट फाइनल होइन त यहाँ अब सिधै आजको प्रोग्राम जस रमाइलो भयो ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे है ल अर्को पालि के भने टाढी गइन्थ्यो अर्को पालि फेरि जाउँला नि त यो पालि स्विट एन्ड सर्ट हुन्छ नि त एउटा मेमोरी लिनु न
देखाउनु त के गर्नु त्यसमा कम्बर हाल्नु त बल्ल हजुर आएछ त भइहाल्यो हजुर के गर्न पर्छ र अङ्कल नाच्दा नि झन् राम्रो देखिन्छ भयो म्युजिक छ म अनि लाग्ला यो पहिला म्युजिक छ के पऱ्यो पहिला म्युजिक छ यसरी बल्ल टुटुङ टुटुङ गरेपछि बल्ल गीत है 3 2 हजुर त हाँसे नि हुन्छ क्या अङ्कलले गर्नुहुन्छ नि साउन्डै सुन्दैन हो पनि अब गीत अङ्कल हाँस्नु न हजुर हाँसे नि हुन्छ क्या तावे राम्रो हो र होला राम्रो हावा खै त देखाइछ त